है साथीहरू, यो चाहिँ मेरो कौशीको गाभा हो, कौशीको कर्कल हो। यति धेरै छ कि कति त काटेर नि फाल्दै मैले धेरै भएर। अनि यो चाहिँ आज पकाउन भनेर लागेको। आज गाभाको तरकारी खान मन लाग्यो, त्यही भएर म चाहिँ यहाँ गाभा केलाउँदैछु। गाभा केलाएर यसलाई भुटन भाटन पारेर चाहिँ आज तरकारी खानु पर्यो। पहिला पहिला गाउँतिर त बर्खामा कर्कलो खानुहुन्न, कर्कलो जस्तै गल्छ भन्नुहुन्थ्यो। अब हामीलाई त काठमाडौँमा बस्ने, पकाउने, खाने जसरी हुन्छ अर्ग्यानिक खानु पर्यो, त्यो तरकारी तार्नु पर्यो। त्यही भएर यस्तो छ है, मेरो चाहिँ अर्ग्यानिक गाभाको तरकारी आज पाक्दैछ। गरे पनि गरे पनि काठमाडौँमा बस्ने हो, खाने हो, सुत्ने हो, होइन के फरक परेर पकाउनु चाहिँ पर्यो। हेल्दी अर्ग्यानिक कर्कलो गाभा।